Okay guys, this Amu Shakir YouTube channel, Amu Shakir YouTube. स्वागत छ तपाईलाई अमु शाकीको YouTube च्यानलमा। आज म तपाईलाई यस्तो खालको निकै नै ट्रेन्डिङ भिडियो जुन टिकटकमा निकै नै भाइरल छ कसरी बनाउन सिकाउन लागेको छु। एकदम सजिलो छ, एकदमै सिम्पल छ। मैले टिकटकमा लामो भिडियो नबनाउनु भएर यहाँ युट्युबमा भिडियो हाल्छु। 2 मिनेट भन्दा लामो भिडियो म युट्युबमै हाल्छु। सो यसको लागि तपाईले चाहिँ पिक्सवर्स एप भए पनि हुन्छ, साइट भए पनि हुन्छ। मैले चाहिँ साइटबाट खोल्छु। अब कसरी बनाउन यस्तो खालको भिडियो त्यो म सिकाउँछु। हेर्नुस् यस्तो भिडियोमा तपाईको 62,000 लाइक्स आएको छ। हेर्नुस् है, 62,000, 18,000, 11,000 हेर्नुस् प्रीति राईको, अनि 5,000, 26,000 यस्तो लाइक आएको छ। तपाईले एउटा कुरा पनि भनिहाल्नु। हेर्नुस् पिक्सवर्सको टिकटक आइडीले मलाई फलो गरेछ। हेर्नुस् मैले फलो ब्याक दिएको छैन, मलाई फलो गर्छ। 8 जना मध्ये मलाई फलो ब्याक गरेछ। सोच भन्नु सम्झिनुस् म कस्तो खालको मान्छे हो सिकाउनेमा है त। ओके, सब भिडियोमा तपाईले गुगल क्रोम ओपन गर्नुस् अनि पिक्सवर्स भनेर सर्च गर्नुस्। पिक्सवर्स एआई मा क्लिक गर्नुस्, इफेक्टमा क्लिक गर्नुस्। हामीलाई चाहिएको इफेक्ट भनेको हेर्नुस् यहाँ हो यो मेगा डाइभ। सो मेगा डाइभमा क्लिक गर्नुस्। हेर्नुस् केटी उफ्रेकोमा। त्यसपछि आफ्नो कुनै एउटा फोटो छान्नुस्। मैले एउटा फोटो छानिसकेको छु। अहिले तपाईलाई 5 सेकेन्ड या 8 सेकेन्डको अप्सन पनि छ। हेर्नुस् यहाँ मैले 5 लाई क्लिक गरेर 8 सेकेन्ड बनाएँ। अलि लामो भिडियो बनाएँ है त। यो अप्सन तपाईसँग छ। दिनमा 2टा भिडियो बनाउन मिल्छ। यदि 5 सेकेन्डको हो भने 8 सेकेन्डको बनाउनु हुन्छ भने जम्मा एउटा भिडियो मात्र बनाउन मिल्छ है। सो दिनमा है त फ्री छ। दिनमा 2टा फ्री छ र 8 सेकेन्ड बनाउनु चाहिँ एउटा फ्री छ है। अब हामी क्रिएटमा क्लिक गर्छौँ। सो अब यसले एकछिन टाइम लिन्छ। हेर्नुस् 20% भइरहेछ। हामी एकछिन वेट गर्छौँ। सो सबैजनाले मलाई युट्युबमा पनि सब्सक्राइब गर्नु होला। म युट्युबमा अब भिडियो ल्याउँछु, किनकि टिकटकमा भन्दा पनि युट्युबमा मलाई राम्रो हुन्छ जस्तो लाग्यो अहिले। सो म युट्युबमा ट्राई गर्छु। मलाई सपोर्ट गर्नु होला। सो हेर्नुस् गाइज भिडियो बनिसकेको छ। म तपाईँलाई ठुलो गरेर देखाउँछु। हेर्नुस् म उफ्रेर पानीभित्र छिर्छु छ्याप्लाक है त। अब यसलाई डाउनलोड गर्नलाई तपाईँ डाउनलोडमा क्लिक गर्नुहोस् यहाँ, अनि वाटर मार्क गर्नु होला किनकि नन वाटरमा पैसा लाग्छ। अनि यहाँ सेभमा क्लिक गर्नुहोस्। अब यो सेभ भयो। अब सेभ भएपछि ग्यालेरीमा खुल्छ। तपाईँले टिकटक, फेसबुक जहाँ पनि पोस्ट गर्न सक्नुहुन्छ। सो मलाई सब्सक्राइब चाहिँ गर्न नबिर्नु होला गाइज।